हेलो गाइस, मैले फेरि नयाँ एउटा रेसिपी लिएर आएको छु। हेर्नुहोस्, पनिरको। मैले चाहिँ आज पनिर बनाउने छु। यहाँ पनिर लिएर राखिसकेँ मैले चाहिँ। यो चाहिँ खुल्ला खालको पनिर हो। मैले यहाँ लिएर पनि काटेर राखिसकेँ। मैले कराईमा रिफाइन हालेर त्यसको बादमा यसलाई फ्राई गर्ने छु। हेर्नुहोस्, फ्राई गर्दैछु मैले चाहिँ। हल्का फ्राई भइसक्यो। म चाहिँ बेसी फ्राई गर्दैन पनिरलाई, यतिकोमा निकालिदिन्छु। किन भन्दा मलाई बेसी फ्राई भयो भने राम्रो लाग्दैन। त्यही भएर मैले यहाँ कराईमा प्याज हालेर त्यसको बादमा 2टा तेजपत्ता हालेर प्याजलाई भुट्दैछु। कम्ती प्याज हालेको, किन भन्दा मैले मसलामा प्याज पिसेछु। प्याज टमाटर सबै पिसेछु, त्यही भएर मैले कम्ती हालेको प्याज चाहिँ। हेर्नुहोस् है साथीहरू, मैले मसला भुट्दैछु। माथिबाट निमक हालिदिएँ, हल्दी, चिल्ली पाउडर। त्यसको बादमा म यसलाई मजाले फ्राई गर्छु मसलालाई। मसला भइ नै सक्यो, भुटि नै सकिसक्यो। हेर्नुहोस् त साथी हो, तपाईँहरूले नि बनाएर खानु होला। मैले चाहिँ यसरी बनाउँछु। मैले यहाँ दही हालिदिएँ साथी। मैले यो दहीलाई चाहिँ 1 बाटी दही हालेँ। म चाहिँ दही हालेर बनाउँछु है पनिर। कसैले क्रिम हालेर बनाउँछ, कसैले दुध हालेर बनाउँछ। मैले चाहिँ दही हालेर बनाएको है। हेर्नुहोस् है, तपाईँहरूलाई कस्तो लाग्छ मैले बनाएको। तपाईँहरूलाई मनपर्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। मैले यहाँ पनिर हालिदिएँ। पनिर हाले पनि सकेँ साथी हो। मैले जति पनि मेरो इन्स्टाग्राममा साथीहरू हुनुहुन्छ, फ्रेन्डहरू हुनुहुन्छ, फेसबुकमा, तपाईँहरू सबैजनाले मेरो युट्युब च्यानल छ, मेरो नाममा छ, पद्मिनी सुनारमा छ। त्यो युट्युबमा गएर मेरो च्यानललाई सब्सक्राइब गर्नु होला साथी हो। तपाईँहरूलाई मैले हात जोडेर अपिल गरेछु, मेरो च्यानललाई हेर्नुहोस्। हेर्नुहोस् साथी हो, मैले यसमा अलिकति पानी हालिदिएँ। हेर्नुहोस् त साथी हो, कस्तो राम्रो देखियो। मैले चाहिँ यसरी बनाउँछु। तपाईँहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला। तपाईँहरूले पनि बनाएर खानु होला दही हालेर। भइ नै सक्यो। मैले यसमा हल्का गरम मसला हालिदिएँ। गरम मसला हालेको थिएन मैले, हल्का गरम मसला हालिदिएँ। हेर्नुहोस् है। यहाँ निकालिसकेँ साथी हो। मैले यहाँनिर गुन्द्रुक र भटमास साधेछु। यहाँ मैले तिते करेला र आलु, यहाँ पापड राखेको छु, अनि यहाँ पनिर राखेको छु। हेर्नुहोस् कस्तो यम्मी देख्दैछ। हेर्नुहोस् त।